ओइ हेरे केटी मिलाइदिन्छु राम्ररी कुरा गर। तपाईँ हो? हजुर हजुर म यो बस्नु न। ओए कस्तो राम्रो फिगर यार। घोस्टको कट्टु। आइ हो र देऊ न मलाई। अनि किन त लाजाको? मैले अहिलेसम्म केटीको कट्टु छोको थिएन। जिन्दगीमा पहिले चाहिँ देख्नु भयो होला न? हो नि कस्तो क्युट के। आज मैले टोयलेटमा हगिन। छिजी खब मार्यो यार यो मान्छेले मलाई। तिमी पो यो पेन्टीतिर जान्न जाउँछ। तपाईँ हो? तिमी चाहिँ किन लजाको? छोरी मान्छेको जात कस्तो हुन्छ भने अलिकति लजालु टाइपको हुन्छ क्या। धेरै नलजाउ ल फेरि सबै खोल्लौ। नै पर्दैन आजलाई पुगिसक्यो। झन् कस्तो मिलेको बढी भनेको त। जति बोका त्यति ठुलो धोका। पारा पारा साले भिटामिन किन छ यहाँ? अब बल्ल पो हुन्छ राम्रो डेट। तपाईँ चाहिँ को? यस्तै छ लाइफ आफ्नै मान्छेहरूले चिनेन। ए वेटर हो? ब्रो उता हेर त एकचोटि मेरो बेबीलाई। र दायाँ बायाँ यो खातेपाते कुराहरू चाहिँ म हेर्दिन। खुब देखाउला र हेरौँला भन्नुलाई। हेर्दिउ न ब्रो कस्तो हो र? को कहाँ छ कोही हेर्दैन म। हेर त छिटो न त तिम्रो म्यानेजरलाई बोलाउँछु है फेरि म। त मेरो पहिला डिगेर रोक तेरो त कम्प्लेन गर्छु आज म। थर्काएँ मैले सरी त्यसको लागि आम रियली सरी। ल छिटो हेर त उता छिटो। मुखै छाडिदिनुहोस् गाली गर्नुहोस्। खुसी लाग्छ मान्छे आफूलाई देख्दाखेरि। अनि फेरि बढी पो बोल्छ। मैले त बबाल बोल्छु। तिमी खुसी छौ कि छैनौ? दुई शब्द भन्न पाए खुसी लाग्यो। उसलाई म सधैँ खुसी देख्न चाहन्छु। मेरो आमा बाउ खुसी छ? जाऊ न त भन तिम्रो मम्मी बाबालाई म आउँदैछु। थ्याङ्क यू थ्याङ्क यू। होइन वेटरले नि पो पठाउँछ कि क्या हो? अहिले भर्खरै घर जा भन्छ म्याच नै। सरी यार मैले त तेरो तारिफ गर्नलाई हो पठाएको। ल अब त भन तिमीलाई कस्तो लाग्यो? एकदम बबाल छ म्याच नि फब लाग्छ भने यो। यो दामना सामुजी जाऊ भात लिएर आऊ मेरो लागि। डेटमा भात कसले खान्छ तुम्बा? मासु त खानै पर्छ। मासु भात चाहिँ लिएर आऊ न त। तपाईँ के भेन्डाको तरकारी खानुहुन्न? भान्डाको तरकारी कहिले खानु भएको छ तपाईँहरूले? तिमीलाई चाहिन्छ भनेर नखान लाग्यो नि मैले। के भयो? मेरो औँला किन बाङ्गो छ गाइस? हात लामो गरिरहेछस् तेरो औँला जान्छ। मलाई भोक लागिसक्यो जाऊ त खाना लिएर आऊ। भात खान नपाएर कस्तो सिकान्छ। कस्तो मिठो छ यहाँको भात। त्यो झिँगाहरू वरिपरि भन्किन्छ अनि गर्छ त्यो झिँगाहरूले। छि भनेपछि त खान्न। अब खाइरह हुन्छु म त। कफी मगा त खुरखुरु। त चुप लाग्छ एकछिन। ए तिमीलाई होइन नि वेटरलाई हो कि? अनि भन तिमीलाई के खान मन छ? मेरो ओठ के साह्रो सुखाराम भएको यार। चुमा खान मन लागिरहेछ यार। अनि मेरो चिक्सहरूलाई मेरो सबलाई माया है। आई लभ यु। के हो ब्रो अर्काको केटी माथि उठालिन् तिमी? तेरो केटीले चाहिँ मेरो चुस्ने। जे पाए त्यही नबोले त्यहाँ मेरो केटीको बारेमा। केटी त मनै पर्दैन मलाई माग। अनि तिमी चाहिँ के हो किस गर्दा झ्यापड हान्नुको सट्टो ब्याग सहित फर्काउने? सिचुएसनले नै यस्तो बनाइदिएको चिल टाइपको। चिलमा बस्ने हो। ए मुजी धेरै ल्याग नगर। भन त गोस्ट के खान तिमी? लाडु। तिमी भित्र जाऊ अर्कै वेटरलाई पठाऊ भात लिएर। टेन्सन हुन्छ। जाऊ जाऊ बोलाऊ। तिमी भन्दा त कमै टेन्सन हुन्छ होला। ओइ नबोला कि भिटे नै ठिक छ। कसलाई बोला छस् र अर्को? साकार इज बबाल। नै हुन्न साकार तिमी नै ठिक छ। ओइ सरी अब आफै सम्हाल। ओइ हेलो हेलो ओइ नजान। अब म सुस्कारी भएर बोल्दैछु। तिमी त लास्टै छाडा रहेछौ। आफू जस्तो मलाई त्यस्तै सोच्ने। होइन होइन राम्रो छौ तिमी। अनि अलिकति कसरी नराम्रो भने पनि नसहने टाइपको थियो क्या। What the fuck will you do? नाइस टु मिट यु। And right now I just met some awesome people. होइन के हो ब्रो कपाल छ त भातमा? घोस्टको भुट्ला होला। कसले यो पकाएको यो? विजेनले। अनि तपाईँको पढाइ कति? 12 पासु केही जब चाहिँ गरे छैन बेरोजगार हो। नमस्ते तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। ए तिमी नि बेरोजगार हो? मैले चाहिँ जब केही पनि गर्दैन। एउटा जब त गर्नुपर्ने हो के रे तिमीले? के भएको भाइ? के भएको? ए मैले तिमीलाई बोल्न चिने यो तिम्रो भिडियो होइन? यो स्क्यानवाला हो नि। यस्तो लाउनु। अनि यस्तो खातीहरूको काम छ हाम्रो देशमा। तिमी चुप लाग त ब्रो। यो मात्रै गरेको छु न मैले। ब्रावाला नि हेरेछु मैले। नराम्रो नसोचिदिनु होला। होइन होइन ठिक छ के पो हेरि। आफ्नो ढाक्ने चिज ढाकेकै छु। यसको बुद्धि हेर त। थोरै थापेर बसेछु म। बुद्धि भनेको ब्रोले यस्तो छाडा भिडियो बनाउनु भन्छ क्या मलाई। सेम यार मलाई पनि कुरा मिल्ला जस्तो छ है हाम्रो। ब्लग बनाउन अहिले छोडिदिए यार म्याच सिक्ने मेरो कुरा गर्नु थाल। कुरा त म गर्छु कपाल भएको भात लिएर आउने कस्टमरलाई। त्यसो भन्न पाइन्छ? जे हुन्छ राम्रोकै लागि हुन्छ भनेर हिँड्नुपर्छ कि। तिमी खान्छौ त यो भात? सरी तर तिमी मलाई लास्टै राम्रो लाग्यो कि। तर तपाईँको हेर्ने नजर राम्रो। हेर म्याच सिक्ने। खुब देखाउला र हेरौँला भन्नुलाई। मैले देखे रन्डीको बाण। जिन्दगीमा पहिले चाहिँ देख्नु भयो होला न? के देख्यौ तिमीले? केटा हो। के रे केटा हो रे? ए लौ न हो त रहेछ। बुझिस केटा हो। कस्तो केटाको जस्तो खुट्टा हो त नि तिम्रो यार कति कपाल हो। यहाँ तलसम्म केटी बनाइदिएर अनि लास्टमा अलिक टाइम नपुगेर केटाको जस्तो बनाइदिएको रे के। लाज लाग्दैन मुसी तिमीलाई? लाज किन त भयो? तिम्रो पास्टको बारेमा बुझौँ न त अब। धेरै थियो बोय फ्रेन्डहरू तर कोही पनि टिकेनन्। ए
ए म ठिक छु नि यो दामना होइन म ठिक छु भनेको कि बुझिस तपाईँलाई साइज म्याटर गर्छ र तपाईँले मलाई यस्तो क्वेसन गर्ने यस्तो क्वेसन गर्नुहुन्छ भन्ने मलाई सोचेकै थिएन होइन सोधिन् त ल छोतो मिठो होइन यस ठुलो छ म्याचिङ नि आई लभ यु खोलेर देखाइदियो अनि तिम्रो ट्यालेन्ट चाहिँ के छ नि त्यसलाई मम्मी भन्ने केटीलाई इन्टरनेसनल लभ कस्तो हुन्छ त माई फादर इज लभ गाइज फादर लभर